हेलो हेलो माइक टेस्ट। ल साथीहरू नमस्ते। सबैजनालाई स्वागत छ। नेपालको संविधान, अझ यसो भनौँ नेपालको वर्तमान संविधान। ल अब जिके हामी वर्तमान संविधानको जिकेको पार्ट है अध्ययन गर्नको लागि उपस्थित भएका छौँ। हामी त्यो विषयमा छलफल गर्छौँ। केही छ साथीहरूको? ल आज फर्स्ट क्लास है, संविधानको फर्स्ट क्लास। ल हामी संविधानको फर्स्ट क्लासको बारेमा छलफल गर्नको लागि उपस्थित भएका छौँ। अब यसमा फर्स्ट हालसम्म जारी भएका संविधान कतिवटा? 7 वटा। हेर्नु है, अब त्यसपछि हालसम्म कार्यान्वयन भएको संविधान कतिवटा? 6 वटा। अब यसको अर्थ हामीले यसबाट के कुरा बुझ्नु पर्यो भने जारी भई कार्यान्वयन नभएको नेपालको संविधान। कुन हो साथीहरू? नेपाल सरकार वैधानिक कानुन, नेपाल सरकार वैधानिक कानुन 2004। नेपाल सरकार वैधानिक कानुन 2004 चाहिँ हामी कहाँ जारी भए तापनि के हुन सकेन? कार्यान्वयन हुन सकेन है। अब यो भइसकेपछि हामीले यसमा है अब हालसम्म जारी भएका संविधानहरू। पहिलो नेपाल सरकार वैधानिक कानुन 2004 राइट। नेपालको अन्तरिम शासन विधान 2007 हैन। अनि नेपाल अधिराज्यको संविधान 2015 ठिक छ। अनि नेपालको संविधान
2019 राइट। अर्को हामी नेपाल अधिराज्यको संविधान, नेपाल अधिराज्यको संविधान 2047। अर्को हामी नेपालको अन्तरिम संविधान, नेपालको अन्तरिम संविधान 2063। र अर्को चाहिँ हामी के भन्छौँ, नेपालको वर्तमान संविधान। यति कुरा सुरुमा ब्याकग्राउन्डमा जान्ने। हामी कहाँ अहिलेसम्म जारी भएका नेपाल सरकार वैधानिक कानुन 2004 हैन, अन्तरिम शासन विधान 7, अधिराज्यको संविधान 15, नेपालको संविधान 19, अधिराज्यको संविधान 2047 है। अनि त्यसपछि नेपालको अन्तरिम संविधान 2063 र नेपालको वर्तमान संविधान। अब यहाँनिर तपाईलाई प्रश्न के आउँछ भने, अब प्रश्न कुनै कहिलेकाहीँ नाम सोध्न पनि सक्छ, त्यो नाम त तपाईले सुरुमा याद गर्नै पर्यो है। अब यहाँनिर नेपालको यो के हुँदैन याद गर्ने तरिका, के गर्ने, लेख्ने, पढ्ने, घोक्ने, के हुँदैन याद गर्ने तरिका के हुन्छ याद के हुन्छ 2004 2007 2015 19 47 63। अब यति पनि याद भएन भने लोकसेवा पढ्न छोडिदिने, सिम्पल छ तरिका। सबभन्दा राम्रो उत्तम तरिका यति पनि याद भएन भने यो लोकसेवा मेरो लागि होइन भन्ने क्विट गर्ने। तर मेरी वेज डिफ्रेन्ट तरिकाहरू छन् हैन। यदि पनि दिमागले सम्झन सक्दैन भने अर्को अल्टरनेटिभ बाटो चुज गर्ने। सुन्दाखेरि के लाग्छ, नमिठो लाग्छ, तर रियालिटी त्यही हो हैन। अब नेपालको वर्तमान संविधानको नाम के हो भन्यो मानव उदाहरणको लागि तपाईँलाई हैन। ल अब यहाँनिर दुईटा अप्सन मैले तपाईँलाई भने, एउटा नेपालको संविधान, ठीक छ, अर्को नेपालको संविधान 2072। Which one is right? कुन चाहिँ हो भन्नुहोस् त? नेपालको संविधान हो कि नेपालको संविधान 2072 हो? नम्बर 1, नम्बर ए इज द राइट वान। हामी के भन्छौँ, नेपालको संविधान। वर्तमान संविधानको नाम नेपालको संविधान हो भनेर हाम्रो वर्तमान संविधानको धारा कति 307 मा उल्लेख गरेको छ। वर्तमान संविधानको नाम नेपालको संविधान हो भनेर हाम्रो वर्तमान संविधानको धारा कतिमा उल्लेख गरेको छ, धारा 307 मा। ल अब हामी पार्टिकुलरली के को विषयमा हेर्छौं, नेपालको संविधान। नेपालको संविधान। अब यहाँनिर हेर्नु है, यसको जारी मिति 2072 असोज कति गते 3 गते हैन। अर्को संविधान मस्यौदा समितिको संविधान मस्यौदा समितिको अध्यक्ष। यतिखेर संविधान जारी गर्ने बेलामा संविधान मस्यौदा समितिका अध्यक्ष हाम्रा को हुन्,
कृष्णप्रसाद सिटौला। कृष्णप्रसाद सिटौला। अब यसको समयमा यो जारी हुँदा हेर्नु है, पक्षमा मतदान, यो संविधानको पक्षमा मतदान कतिजनाले गरे भन्छ? कतिजनाले? 507 जना। अर्को हामी के भन्छौँ? विपक्षमा मतदान। विपक्षमा मतदान चाहिँ यो संविधान जारी हुनु हुँदैन, हामी यसको विपक्षमा छौँ भनेर चाहिँ कतिजनाले गरे? यसको 25 जनाले गरे। ठिक छ। अब यो भइसकेपछि जारी हुँदा प्रधानमन्त्री कृष्णप्रसाद सिटौला, के अरे सुशील कोइराला, सरी उता सिटौला त अध्यक्ष, संविधान मस्यौदा समितिको अध्यक्ष भइहाले। जारी हुँदा प्रधानमन्त्री सुशील कोइराला हैन। अनि जारी हुँदा राष्ट्रपति, को हुन् साथी? डाक्टर रामवरण यादव। ठिक छ। अनि जारी हुँदा त्यतिखेर संविधान सभा थियो, त्यो भएर संविधान सभाको सभाध्यक्ष, जारी हुँदा सभाध्यक्ष मरेर गएको सुभाष चन्द्र नेमुवाङ। सुभाष चन्द्र नेमुवाङ। अब यसमा हाम्रो सरसर्ती कुरा गर्दाखेरि चाहिँ 35 भाग 308 धारा कति अनुसूची छ? 9 अनुसूची छ। 35 भाग 308 धारा 9 अनुसूची छ। यहाँसम्म केही छ समस्या? अलिकति ढिलो गर्नु हो, तपाईँहरूको त समस्या त्यही हो। छिटो भयो छिटो, ढिला भयो ढिलो। हुन त यो हामी के हुन्छ भने हाम्रो गुनासो प्रवृत्ति नै हुन्छ, त्यो गुनासो प्रवृत्ति हामीले त्याग्न सक्दैनौँ। यद्यपि हुन त मैले ढिला गर्नेलाई ढिलो लेख्न नसक्नु, छिटो हुनेलाई छिटो लेख्न नसक्नु त मेरो कमजोरी हो हैन। अब यहाँनिर जारी मिति 72/3 राइट। संविधान मस्यौदा समितिको अध्यक्ष को कृष्णप्रसाद सिटौला। हेर्नुहोस् है, लास्टमा के गरिदिउँला? पक्षमा मतदान 507, विपक्षमा 25, जारी हुँदा प्रधानमन्त्री सुशील कोइराला, जारी हुँदा राष्ट्रपति रामवरण यादव, सभाध्यक्ष त्यतिखेर संविधान सभा थियो, संविधान सभाको अध्यक्ष सुभाष चन्द्र नेमुवाङ, र त्यसमा हाम्रो कति भाग कति धारा कति अनुसूची भन्यो भने 35 भाग 308 धारा 9 अनुसूची। ल अब अहिलेसम्म हाम्रो कति पटक संशोधन? 2 पटक संशोधन। यो संविधान कति पटक संशोधन भयो? 2 पटक भयो हैन। पहिलो संशोधन 2072 फागुन 16 हैन। 2072 के हो? फागुन 16 राइट। 2072 फागुन 16। अब यसमा कतिवटा धारा भन्छ? पहिलो संशोधन हुँदाखेरि धारा, अब यसको धारा भन्यो भने फेरि पानी आउने धारा चाहिँ होइन है साथी। धारा कतिवटा? 3वटा धारा। त्यो 3वटा धारामा हाम्रो के भए? 42, 84 र 286। सम्झिने सजिलो छ। 42, 2,
84, 84 मा 2 जोडे 86। ल हेर्नुस् है, 42, 84 र 286, राइट। यो तपाईँ ख्याल गर्नु पर्यो। अब त्यो भित्र के थिए भनेर त्यति डिटेलमा नजाला, त्यसमा तपाईँ पुगिराख्नु परेन। अब हामी दोस्रो संशोधन भन्छौँ। ल यसको दोस्रो संशोधन चाहिँ कहिले भयो साथीहरू? 2077 असारको कति गते? 4 गते। 2077 असार 4 गते। ठिक छ। यो दोस्रो संशोधनमा के संशोधन भयो त? ठिक छ, के संशोधन भन्यो भने के हो साथीहरू? के हो? अनुसूची कति? 3। यो अनुसूची 3 मा हाम्रो के छ? निशान छाप हो। अब निशान छापमा के हुन्छ? नेपालको नक्सा हैन, नेपालको नक्सा। त्यो कारणले गर्दा अब लिपुलेख कालापानी र लिम्पियाधुरा, लिपुलेख कालापानी र लिम्पियाधुरा सहितको नेपालको क्षेत्रफल, नेपालको के क्षेत्रफल कति हो थाहा छ नि तपाईहरुलाई हैन? 1,47,516 किलोमिटर स्क्वायर। ठीक छ। अब यो भन्दा अगाडि हाम्रो कति हो? 1,47,181 किलोमिटर स्क्वायर। अब यो दुईटाको बीचको डिफरेन्स हाम्रो कति हो साथीहरु? यसमा कति हुन्छ? 335 किलोमिटर स्क्वायर। नेपालको क्षेत्रफल कतिले बढ्यो भने कतिले बढ्यो त? भन्नुस् त। नेपालको क्षेत्रफल कतिले बढ्यो भने कतिले बढ्यो? 335 किलोमिटर स्क्वायरले बढ्यो। हेर्नुस् है। ल तिलकराज भेटुवाल तपाईले के पढाउनु भयो? मैले बुझिन भन्नुभयो। तपाईले जे कुरा बुझ्नु भा हैन, मैले पनि त्यही कुरा बुझेको छैन है तिलक, हैन? हाम्रो लिपुलेख कालापानी र लिम्पियाधुरा सहितको नेपालको क्षेत्रफल कति भन्छ? 1,47,516 किलोमिटर स्क्वायर, हैन? अनि अगाडि कति थियो हाम्रो? 1,47,181 किलोमिटर स्क्वायर। हेर्नुस् है। अब कतिले बढ्यो भने कतिले बढ्यो? 335 किलोमिटर स्क्वायरले बढ्यो। अथवा हामीलाई लिपुलेख कालापानी र लिम्पियाधुराको क्षेत्रफल कति हो भने कति भन्नु पर्यो? लिपुलेख कालापानी र लिम्पियाधुराको क्षेत्रफल कति हो भने कति भन्नु पर्यो साथीहरु? कति पो भन्नुस् त? ल हेर्नुस् है। कति हो? 335 किलोमिटर स्क्वायर है त। कति हो भने 335 किलोमिटर स्क्वायर भनेर भन्ने। ठीक छ। अब यो भइसकेपछि हामी नर्मली हामीले परीक्षाको दृष्टिकोणबाट हेर्यौं भने यो भित्र चाहिँ हामीले कति पढ्छौं? के विषयवस्तु पढ्छौं भने भाग 1, 2, 3, 4 र 5 तथा के अनुसूचीहरु। ल र यति गरेर तपाईहरुलाई एमसीक्यू पनि गराइदिन्छु। त्यो भएपछि पुगिहाल्छ। ल है त। अब यो भित्र हामी जाँदै गर्दा हाम्रो भाग 1 मा के छ? प्रारम्भिक, प्रिलिमिनरी भन्छ। भाग 1 भित्र हामी केमा जान्छौं? धारा 1 भन्छौं। भाग 1 भित्र धारा 1 मा हाम्रो के छ? मूल कानुन भन्छ। अब यसबाट हामीलाई सोध्न सक्ने प्रश्नहरु के होला त? राइट? प्रश्नहरु। ठीक छ। फर्स्ट
संविधानको पालना गर्नु प्रत्येक डटको कर्तव्य हुनेछ। प्रत्येक डटको कर्तव्य हुनेछ। है यो सोधिराख्ने क्वेसन हो। अप्सन व्यक्ति, नागरिक, ठीक छ, समाज, देश। चुज द राइट आन्सर। चुज द राइट आन्सर। कसको? संविधान पालना गर्नु कसको कर्तव्य हो? व्यक्तिको कर्तव्य हो कि नागरिकको कर्तव्य हो? ल, यसको राइट आन्सर हुन्छ व्यक्ति। अब यहाँनिर तपाईले के कुरा जान्नु पर्यो? विषयवस्तु चाहिँ व्यक्ति र नागरिकको बीचमा के फरक छ? व्यक्ति भर्सेस नागरिक, ए हैन? व्यक्ति भर्सेस नागरिक। नागरिक भनेको जोसँग नागरिकता हुने, नागरिकता हुनेवालालाई, नागरिकता हुनेवालाले के भनिन्छ? नागरिक भनिन्छ। व्यक्ति भना चाहिँ तपाईको हैन नेचुरल र लेगल दुईटै भयो। नेचुरल पनि हुन्छ, लेगल पनि हुन्छ, संस्था पनि हुन्छ, राइट? अब नागरिकता हुनेले मात्र संविधानको पालना गर्ने होइन नि त। यसको अर्थ के हो? हामी के हो? अल, सबै खालको। कसले पालना गर्नु पर्यो? व्यक्तिले पालना गर्नु पर्यो। एउटा कुरा यहाँनिर ख्याल गर्ने, यो तपाईलाई परीक्षाको दृष्टिकोणबाट सोध्न सक्ने एउटा के हो? प्रश्न हो। ल, अर्को प्रश्न यहाँनिर, अर्को पोइन्ट यसबाट हामीलाई के सोध्न सक्छ भने संविधान देशको मूल कानुन हो भनेर वर्तमान संविधानको कति धारामा उल्लेख भन्यो भने कति धारा? धारा 1 मा। एउटा कुरा यो कुरा ख्याल गर्ने हो। अर्को कुरा संविधान देशको मूल कानुन हो भनेर व्याख्या गरेको नेपालको पहिलो संविधान कुन हो? यसको राइट आन्सर कुन हो थाहा छ? डजानी बढी नो नेपाल अधिराज्यको संविधान 2015। ल, कसैलाई छिटो त भएन नि हैन? अब छिटो भयो भने फेरि घरतिर कुद्ने। साउन्ड आएन? साउन्ड आएन भने माइक्रोफोन लाउने। दीपक, अब मिजु पर्नु भएछ, कुरा बुझ्नुभयो नि? साउन्ड आएन भने के लाउने? माइक्रोफोन लाउने। ल, तपाईहरु जतिको इमानदार विद्यार्थी मैले अहिलेसम्म कसैले भेटेकै छैन। यस्तो असल, ज्ञानी, इमानदार, कर्तव्यनिष्ठ, लोकसेवाप्रति समर्पण। वाह, व्हाट अ नाइस, राइट? लाग्नुस् त, यो तपाईँ हाम्रो भेट हुनु नै सौभाग्य हो। संविधानको पालना गर्नु कसको कर्तव्य? व्यक्तिको कर्तव्य। व्यक्ति र नागरिकको बीचको फरकको कुरा गर्यौं। कहिलेकाहीँ सोध्छ संविधान देशको मूल कानुन हो भनेर वर्तमान संविधानको कति धारामा उल्लेख गरिएको छ भन्ने? कति धारामा? धारा कति? धारा 1। तर
संविधान देशको मूल कानुन हो भनेर पहिलोपटक व्याख्या गरेको अघि हामीले उल्लेख गरेको 7 वटा संविधानमध्ये त्यो कुरा चाहिँ कुन संविधानले पहिलोपटक भन्यो? कुन संविधानले भन्यो साथीहरू? नेपाल अधिराज्यको संविधान 2015। के छ यहाँसम्म ठिक छ? के छ साथीहरू? तिरिमरी झैँ त भएन नि। ल अगाडि बढेँ है म, किनभने तपाईँहरू यस्तो स्पिडमा हुनुहुन्छ कि यहाँ बोल्ने फुर्सद पनि छैन तपाईँहरूसँग, मलाई थाहा छ नि त। त्यो समय तपाईँको समयलाई ख्याल गर्दै म अगाडि बढ्न पर्यो, राइट? अब धारा 2 होइन त? धारा 2 मा हाम्रो के छ? म एमसीक्यू पनि गराउँछु, तपाईँलाई चिन्ता नगर्नुहोस् है। धारा 2 मा हाम्रो के छ? सार्वभौम सत्ता र राजकीय सत्ता। ल सार्वभौम सत्ता र राजकीय सत्ता, धारा 2 हैन? ल हेर्नुहोस् है, त्यो हामी सब्जेक्टिभमा पढ्छौँ। अहिले हामी के पढिरहेका छौँ? बालकुमारी जीके पढिरहेका छौँ, राइट? त्यो चाहिँ हामी केमा मात्र पढ्छौँ? सब्जेक्टिभमा पढ्छौँ है। बालकुमारी मण्डल हामी अहिले के पढिरहेका छौँ? जीके पढिरहेका छौँ। अब यो सार्वभौम सत्ता र राजकीय सत्ता भन्छ, कति धारा? यो र भने के हो? यो 2 हो। 2 को इमेजसँग मिल्छ नि त, होइन? धारा कति भन्यो नि? 2 हो। अब यसबाट हामीलाई सोध्ने क्वेसन के हो भने प्रश्न है, प्रश्न नेपालको वर्तमान संविधानले, नेपालको वर्तमान संविधानले सार्वभौम सत्ता, सार्वभौम सत्ता र राजकीय सत्ता, राजकीय सत्ता कोमा निहित हुने व्यवस्था, व्यवस्था गरेको छ भन्छ। हेर्नु है, म यहाँ 4 वटा अप्सन दिन्छु, तपाईहरुले ट्वाक्कै मिलाउनुहुन्छ, मलाई थाहा छ नि त। छोटकरीमा सार्वभौम सत्ता र राजकीय सत्ता दुवै नेपाली जनतामा, एउटा अप्सन यो। अर्को अप्सन सार्वभौम सत्ता र राजकीय सत्ता दुवै राजामा, ठिक छ? अर्को सार्वभौम सत्ता नेपाली जनतामा र राजकीय सत्ता राजामा। अर्को सार्वभौम सत्ता राजामा र राजकीय सत्ता नेपाली जनतामा। ल यही क्वेसन आउने त्यसरी ट्वाक्कै कुरा बुझ्नुभयो नि? कुरा बुझिसक्यो? ल अरू अनुपस्थित भयो होला नि त नि? बेगम केसी कुरा बुझ्नु भएन? अनुपस्थित हुन पाइएन? साउन्ड खोइ के छ दीपक, तपाईँ एकचोटि लिभ गरेर जोइन गर्नु है, र ठिक हुन्छ। मेरो साइडको प्रब्लम होइन, तपाईँको साइडको प्रब्लम। सार्वभौम सत्ता भनेको यो हामीलाई सोध्ने प्रश्न, यसको राइट आन्सर चाहिँ के हुन्छ? सार्वभौम सत्ता र राजकीय सत्ता कोमा निहित हुने व्यवस्था गरेको छ? दुवै नेपाली जनतामा। 1 इज द राइट। फेरि कसले भनिरहेको छ यहाँ भाग 2 भनेर? धारा 2 हो क्या? धारा 2 मित्र। अब यो सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित हुने व्यवस्था गरेको नेपालको पहिलो संविधान चाहिँ कुन हो थाहा छ? कुन हो संविधान? पहिलो नेपालको अन्तरिम संविधान। ल नेपालको
अन्तरिम संविधान 2063 ले हो। अनि यही कुराको कन्टिन्युटी चाहिँ कसले गर्यो? वर्तमान संविधानले गर्यो। के को यहाँ बिचमा आएर क्वेसन सो सुरुबाट हेरिराख त क्वेसन अहिले लेखा बेला के हेरेर बस्यो? आहा चिम्ल्यो क्या मित्र? अब दुवै राजामा भन्ने कुराको व्यवस्था चाहिँ हाम्रो कुनले गर्यो? नेपालको संविधान 2019। नेपालको संविधान 2019। अनि एउटा नेपाली जनतामा र राजकीय सत्ता राजामा भने चाहिँ यो नेपाल अधिराज्यको संविधान 2047। यो चाहिँ कसले? नेपाल अधिराज्यको संविधान 2047 ले। यति कुरा बुझ्नु हो भने यसबाट सोध्ने जति सबै कुरा परिहाल्यो। तिलकराज घेटमहल के छ कि झ्याप्प हो? कहिलेकाहीँ त्यस्तो हुन्छ नि। यो क्वेसन लेख्नु चाहिँ के हो भन्दा झ्याप्प झ्यापे आए बाउन्दाई भने हो कि तपाईँ? त्यस्तै लाग्यो कुरा सुन्दा, म्यासेज हेर्दा। यसमा केही छ समस्या? क्वेसन सोध्दा ठ्याक्कै यही हो। योभन्दा बढी केही छैन। नेपालको वर्तमान संविधानले सार्वभौम सत्ता र राजकीय सत्ता कोमा निहित हुने व्यवस्था गरेको छ भनेर हामीलाई हेर्नुहोस् त नेपाली जनता भन्छ। यो कुरा चाहिँ हाम्रो नेपालको अन्तरिम संविधान 2063 ले पहिलोपटक र हाम्रो वर्तमान संविधानले पनि त्यही कुरा गर्यो हैन त? कुरा बुझिरहेछ नि? अब यो भइसकेपछि ल अब म कहाँ तपाईँलाई हेर्ने? तपाईँलाई हेरेर हुँदै हुँदैन। तपाईँलाई हेरेर पढाइ चाहिँ कुरो बिग्रिहाल्यो हैन? अब धारा 3। धारा 3 मा हाम्रो के छ? राष्ट्र। धारा 3 मा हाम्रो के छ? राष्ट्र। र धारा 4 मा हाम्रो के छ साथीहरू? राज्य। धारा 3 मा राष्ट्र, धारा 4 मा के? राज्य। अब राष्ट्रबाट हामीलाई क्वेसन सोध्छ के त भन्दा नेपाल कस्तो राष्ट्र हो भन्छ। हेर्नुहोस् है, अब यहाँनिर नेपाल कस्तो राष्ट्र हो? नेपाल कस्तो राष्ट्र हो? ल हेर्नुहोस् है, अब तपाईको परिचय भन्नुभएको छ। म परिचय नभएको सर हो है साथीहरु। परिचय नभएको सरले पढाउनु भयो भनेर बुझ्नु होला है मित्रहरु। ल अब नेपाल कस्तो राष्ट्र हो भन्छ। नेपाल हेर्नुस् है, म अप्सन बनाउँछु यहाँ। नेपाल बहुजातीय, बहुभाषिक, बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र हो। पूर्ण विराम। अब यहाँनिर यसले के कुरा भनौँ भने जा भा धा सा कुरा बुझिरहेछ नि। जा भा धा सा। राकेश TOW टुवा त होइन नि है। अर्को अप्सन नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र हो। अर्को नेपाल बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय र बहुभाषिक विशेषतायुक्त राष्ट्र हो।
अर्को नेपाल बहुभाषिक बहुजातीय बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र हो। ल मलाई अप्सन चुज गर्न भनेर सोध्यो तर मैले जानिनँ साथीहरु कुन चाहिँ ठीक हो। ल भनियो त नेपाल कस्तो राष्ट्र हो? नेपाल कस्तो राष्ट्र हो? Which option is right? ल धेरै साथीहरुले एकदम राम्रो उत्तर दिनुभएको छ। राम्रो मात्र होइन करेक्ट आन्सर पनि दिनुभएको छ। त्यो कारणले गर्दा यहाँहरु सबैजनालाई तपाईहरुलाई मुरी धन्यवाद। कुरा बुझ्नुभयो नि? नेपाल बहुजातीय बहुभाषिक बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त के हो? राष्ट्र हो। क्वेशन कस्तो प्याटर्नमा आउने रहेछ? कुरा बुझ्यो नि? जावा भाषा कुरा के हो साथीहरु? जाभा भाषा हैन त? सुशील साई के छ? कुरा ठीक छ नि? जाभा भाषा भनेपछि यसलाई हामीले केमा सम्झिनु पर्यो? अर्डरमा। जिग्ज्याग गर्न पाइन्छ? जिग्ज्याग गर्न पाइन्छ पाइँदैन? पाइँदैन। ल अब हामी धारा कति? 4 धारा 3 मा राष्ट्र, धारा 4 मा के? राज्य। अब तपाईलाई यहाँनिर सोध्ने भनेको चाहिँ त्यही हो प्याटर्न कि राज्य कति धारामा उल्लेख गरिएको छ भन्छ? धारा 4 मा। अर्को तपाईले यसमा चाहिँ तलका मध्ये नेपाल कस्तो राज्य हो भन्छ अथवा तपाईलाई फिल इन द ब्ल्याङ्क्स को टाइपमा क्वेशन सोध्न सक्छ हैन? हामीलाई के? नेपाल कस्तो राज्य हो भन्छ। ठीक छ? अब नेपाल स्वतन्त्र अविभाज्य नेपाल स्वतन्त्र अविभाज्य राइट सार्वभौम सत्ता सम्पन्न धर्मनिरपेक्ष समावेशी लोकतन्त्रात्मक समाजवाद उन्मुख संघीय लोकतान्त्रिक के हो? गणतन्त्रात्मक राज्य हो। ल सरगम खुयाल हजुरले लेखाउनु भएको बाहेक अरु क्वेशन नआउने हो र भन्नुभएको छ। एउटा कुरा बहिनी तपाईले के कुरा जान्नु भने कहिलेकाहीँ के हुन्छ भने एकदम मिठो छ कुरा भएको टिप्छु भन्दा के हुन्छ बहिनी थाहा छ नि कुरा? पोल्टाको पनि के हुन्छ? पोखिन्छ। अब कुरा बुझ्नुभयो नि? ल ठीक छ त हैन? के हुन्छ? कहिलेकाहीँ भएको टिप्छु भन्दा पोल्टाको पोखिन्छ। ल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक के हो? राज्य हो। ल राज्य। अब यहाँनिर यो कुरा छ नि, यहाँ यो कुरालाई तपाईले अर्डरमा सम्झिनु पर्छ कि जिग्ज्यागमा सम्झिनु पर्छ भन्नुस् त? स्वतन्त्र अविभाज्य सार्वसत्ता सम्पन्न धर्मनिरपेक्ष समावेशी लोकतन्त्रात्मक समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। एफएलजी के हो कुरा भन्नुस्? अर्डरमा सम्झिनु पर्यो कि जिग्ज्यागमा सम्झिनु पर्यो? यु हैव टु रिकल इट इन अर्डर। तल माथि गर्न पाइयो। ल अघि भनेको प्याटर्नमा यो अर्डरमा जानुपर्छ।
है निरुता, यसलाई केमा सम्झिनुपर्छ? अर्डरमा सम्झिनुपर्छ। कहिलेकाहीँ यो दिएर तपाईँलाई फिल इन द ब्ल्याङ्क्सको टाइपमा पनि सोध्न सक्छ। मावि निमावि क्वेसन बनाउनु त तपाईँहरू सिपालु हुनुहुन्छ नि, तपाईँले क्वेसन बनाएर मलाई सोध्नुहोस् कि तपाईँले क्वेसन बनाउनु हो भने आफै कस्तो क्वेसन बनाउनुहुन्छ भनेर ख्याल गर्नुहोस् है साथीहरू। ल हैन, सुदूर अब दूर नहे झिके झिके माया तिमलाई, हैन त? ल हेर्नुहोस् है, त्यो कारणले गर्दा यु हेभ टु रिकल इट इन अर्डर। अर्डरमा सम्झिने, कहिलेकाहीँ यसलाई फिल इन द ब्ल्याङ्क्सको टाइपमा पनि जाने है। अरू धेरै कुरा म भन्दिनँ बहिनी भाइ बहिनीहरू साथीहरू है, म धेरै कुरा भन्दिनँ। मैले लेखाएको जति आउने चाहिँ बनाउनु, लेखेर पढेका जति आउने बनाउनु भयो भने धेरै कुरा नभनौँ, त्यति आउने बनाउनु न भइहाल्छ। अब यहाँ के हुन्छ, यहाँ बालनले बोल्दै नबोलिकन देश खाइसक्यो, अब हामी धेरै किन चिच्याउनु होइन? अब त धेरै बोल्यो भने यसले गर्दैन भन्ने विश्वास हुनसक्छ नि त, होइन साथीहरू? अब नबोलिकन काम गर्नुपर्छ। ल अब फेरि यहाँ बोल्दिनँ भन्यो भने कसरी पढाउने भन्ने कुरा पनि आउन सक्छ, कम बोल्छु है। अब कन्सेप्चुअल क्ल्यारिटीमा एउटा राज्य, अर्को के? राष्ट्र। के फरक छ त? राज्य हुनको लागि यसका 5 वटा तत्त्व छ। यसका के तत्त्व छन्? 5 वटा तत्त्व छन् है। के हो 5 वटा तत्त्व? थाहा छ नि? जनता, भूगोल, सरकार, सार्वसत्ता सम्पन्न, र अर्को हाम्रो के? अन्तर्राष्ट्रिय मान्यता। यो 5 वटा इलिमेन्टको उपस्थिति भयो भने मात्र त्यो के हुन्छ? के हुन्छ? राज्य हुन्छ। जब यसमा हेर्नुहोस् है कुमारजी, सबैभन्दा बढी मलाई थाहा छैन, त्यो तपाईँलाई थाहा होला, तपाईँ खोज्नुहोस्। हेर्नुहोस् है, तपाईँले सोधेको क्वेसन सबै आउने भए त म पढाएर बस्थेँ, बस्दैन थिएँ नि। र बुझ्नुभयो नि? 5 वटा तत्त्व भन्छ जनता, भूगोल, सरकार, सार्वसत्ता सम्पन्न र अन्तर्राष्ट्रिय मान्यता। यो 5 वटा कुराको उपस्थिति भयो भने त्यसलाई हामी के भन्छौँ? राज्य भन्छौँ। जहाँनिर यो 5 वटा कुराको एब्सेन्स हुन्छ अनि त्यो के हुन्छ? राष्ट्र हुन्छ। त्यो राष्ट्र भन्ना चाहिँ के हो त? यो भावना हो। यो के हो? भावना हो। यो के हो? एकता हो। यो हामी हो, वी हो होइन? हामी के भन्छौँ? वी फिलिङ। कुरा बुझ्नुभयो नि? त्यसलाई हामी के भन्छौँ? वी फिलिङ भनेर भन्छौँ। ल यति कुरा तपाईँले जान्नु होला, त्यति भयो भने पुग्छ। अब तपाईँलाई धारा 5, धारा 5 ले के भन्छ? राष्ट्रिय हित। धारा 5 ले के भन्छ साथीहरू? राष्ट्रिय हित। यसबाट धेरै क्वेसन सोध्नेवाला छैन, मात्र के कुरा जान्ने?